हामी कहाँ छौँ अरे केटा भन्दै त वेलकम टु पोखे This is day 2 है Good morning guys from Kokhidara यस्तो छ है केटाहरु भ्यूको लागि वेटिङमा छन् टाइम ल्याप्स हान्दा छौँ यतापट्टि हामीले केटाहरु सब वेटिङमा छन् हैन वेटिङ फर सनराइज also we can see from here full moon है as you can see हाम्रो साथीहरु छन् यता हैन पोखरेली साथीहरु कति बजे केटा टाइमिङ 6 बजेर 6 मिनेट गएको छ है एकदम रमाइलो भयो है अलिकति चाहिँ जुन एक्सपेक्टेसन राखेर आएको थियौं त्यस्तै रहेछ हैन हेर्दाखेरि चाहिँ अलिकति हिउँ खेल्न चाहिँ पाइएन ठिकै छ त्यही पनि यहाँ सेतो सेतो छ त्यसैले हिउँ मानेर एकदम मनोरम दृश्यको अवलोकन गरिरहेका छौं है डिजेबी ब्लग्स हेरेर बस्नु हुने हाम्रो भ्युअर्सहरुलाई केही सन्देश अब यस्तो यो कोखेडाँडा भन्ने ठाउँ पनि एकदम अनएक्सप्लोर्ड ठाउँ रहेछ हैन नयाँ नयाँ चाहिँ खुलेको चाहिँ ट्रेकिङ ट्रायल रहेछ सबैले चाहिँ यो ठाउँ एकचोटि चाहिँ भिजिट गर्नुपर्ने रहेछ सिजनको टाइममा भन्ने चाहिँ एउटा सन्देश दिन चाहन्छु थ्यांक यू सो मच धन्यवाद हामी इन्जोय गर्दै छौं शिव सर तपाईले के भन्नुहुन्छ हैन मैले त के भन्दिएर चाहिँ म त है यहाँको दृश्यमा चाहिँ एकदम मग्न छु के है ल केटाहरु यता फोटो खिचिरहेछन् है सन्देश हेरेको हेरे घाम आयो है आयो केटा हो लो न यस यस काउन्टडाउन दिने हो केटा हो काउन्टडाउन दिने हो हैन त्यो त सुलुल्ला आउँछ नि त माथि अब ल ल दियो 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 ल ल ल ल त्यो आइसक्यो जय सूर्यदेवता सूर्य प्रणाम गरा पहिला केटा हो आयो आयो 10 घण्टा आउँछ कि अब हामी आप्पा कटेज कोखीडाँडाबाट चाहिँ निस्किन लाग्यो अब हामी जान्छौँ मोरे डाँडातिर अनि आप्पा कटेजको हस्पिटालिटी चाहिँ एकदम राम्रो है बेस्ट अफ बेस्ट खाना त्यस्तै मिठो अनि यदि तपाईहरु आउन चाहनुहुन्छ भने यो बोर्ड हेरेर पनि आउन सक्नुहुन्छ हैन भनेपछि म तपाईलाई नम्बर पनि देखाइदिन्छु आउँदा फेरि चाहिँ अलिकति अग्रिम बुकिङ गर्यो भने एकदम बेस्ट अफ बेस्ट हुन्छ यस्तो दामी भ्यू खोलिरहेछ यता फेरि यस्तो छ यताको भ्यू यो चाहिँ आप्पा कटेजको नम्बर है यदि तपाईहरु आउन चाहनुहुन्छ भने उहाँलाई अग्रिम बुकिङ गर्न सक्नुहुन्छ केटाहरु निस्किन लाछन् फोटो खिच्ने ल म आइपुगे है ल हामी चाहिँ अब मोरे डाँडाको यात्रा हुन्छ हाम्रो केटाहरुले इन्जोय गरिरहेछन् ल हस् त दाजु लाग्यो है त ल बाई ल हामी पनि आप्पा कटेजबाट निस्कियो केटाहरु अगाडि अगाडि हिँड्दैछ एकदम रमाइलो भयो नसोचेको है आज हामीलाई क्लाइमेटले पनि साथ दियो हैन वेदर चाहिँ धेरै दिनपछि आज खुलेको अरे लास्टै एकदम लाइफ टाइम एक्सपिरियन्स गरिरहेको छौँ हामीले केटाहरु चाहिँ अगाडि अगाडि हिँड्दा छौँ अब हामी जान्छौँ मोरे डाँडा किप वाचिङ डिजेबी ब्लग्स पार्ट 1 पार्ट 2 पार्ट 3 सम्म आउन सक्छ यो हामी अझै तल हामी घोरपानी झर्छौँ हैन अब
अब मोरे डाँडा हुँदै घोरेपानी जान्छौँ। सायद आज हामी घोरेपानीमा बस्ने प्लान पनि छ हाम्रो, नभए हामी पोखरा पनि झर्न सकिन्छ। साथीभाइको निर्णय के हुन्छ त्यसपछि हामी यता लाग्दैछौँ। अब हाम्रो मोरे डाँडातिरको यात्रा सुरु हुन्छ। यो चाहिँ कोखे डाँडाको भ्यू पोइन्ट। ल यसलाई भनिन्छ स्वर्ग। प्रकृतिसँग रमाउँदै हिँडिरहेछ। काम पनि एकदम मिठो लागिरहेछ। 10 बज्न लाग्यो। केटाहरू अगाडि हिँडिरहेछ। हामी मोरे डाँडातिर जाँदैछौँ है। आइपुग्यो। यहाँ चाहिँ एकदमै समथर भूभाग रहेछ। 5-7 वटै घर रहेछ। ठुल्ठुलो होमस्टेहरू होला सायद। कोखे डाँडा भन्दा चाहिँ मोरे डाँडा चाहिँ सेम एउटै हाइट हो, तर 2-3 मिटरको हाइट बढी छ भन्ने कुरा सुन्ने थियो होइन। त्यहाँ दाइले भन्नुभएको थियो त्यो चाहिँ 3309 हो कि कति, त्यो चाहिँ 3311-12 समथिङ कति भन्नुभएको थियो। सो फाइनल्ली हामी मोरे डाँडामा 360 भ्यू नीलगिरी हिमाल अन्नपूर्ण माछा पुछे छेकियो भर्खरै यहाँबाट। मुस्ताङ यता के छ केटा आइपुग्यो के अरे होइन। गाइज के छ मोरे कम्युनिटी लज राम्ची रहेछ यो म्याग्दी जिल्ला। अघि हामी पर्वतमा थियौँ भने अहिले हामी म्याग्दीमा आइयो है। 2टा जिल्ला हो यो। कोखे चाहिँ म्याग्दीमा पर्छ भने पर्वतमा पर्छ भने यो मोरे चाहिँ म्याग्दीमा पर्छ है। अब हामी एकछिन यसो यहाँ पानी खान्छौँ, एकछिन रेस्ट गर्छौँ, यहाँको भ्यू हेर्छौँ, यसो फोटोहरू लिन्छौँ, भिडियोहरू लिन्छौँ, रिल्स बनाउँछन् केटाहरूले चट्ट पारामा। अनि फेरि हाम्रो यात्रा हुन्छ घोरेपानीको है त गाइज हो गया। केटाहरूले इन्जोय गरिरहेछन् है भ्यू हेरेर है। हेलो सर नमस्कार, आरामै हुनुहुन्छ? यसो गरौँ न है, चिया खाऊँ न है। ब्ल्याक टी सर, ब्ल्याक टी बन्छ नि है? हामीलाई ब्ल्याक टी बनाइदिनु होला है। 7 जना छौँ, 7 वटा बनाइदिनुहोस् है। ब्ल्याक टी खानेकुरा भयो। अब हामीले यहाँ चाहिँ स्मोक त्यो फायरिङ गर्छौँ, धुवा उडाउँछौँ। आज होली पनि हो। ह्याप्पी होली गाइज। तराईमा चाहिँ आज होली पनि छ है। ओ को यस्तो यार जिमर बोय यार, यस्तो खतरा यार, बडी देखाइदिनु यार। केटाले फोटो भिडियो मार्केटमा खायो खानी भयो, खायो नेपाल खायो गाइज है। यो चाहिँ मोरे डाँडा। तपाईँहरूले यो छुटाउँदै के भन्छ अरे, छुटाउँदै नहुने चाहिँ यो चाहिँ एकदम गन्तव्य है। यस्तो 360 भ्यू देखिन्छ यार यहाँबाट। यो आज तलपट्टिको खुले छैन, यो हिमाल चाहिँ अलिअलि बन्द हुँदै गयो। वेदर चाहिँ अलिकति यताबाट बाधा लिँदै गयो तलबाट। यो माथिको यो निलगिरी होइन केटा, यो निलगिरी है, धौलागिरीको रेन्ज त यस्तो सोलिड आइरहेको नि।
अहिले चाहिँ हामी मोरे डाँडाबाट चिया नास्ता गरेर निस्क्यौँ है। हेलो सरजी, हेलो दर्शन लागेको है त, फेरि नि आउँदै गरौँला है। मोरे डाँडाबाट हामी गोरेपानीको यात्रा होइन नहेस् दाइले टाइम ल्याप्स लिइरहनु भएको छ याद है दाइले पुरा हिमालको यता कुन धौलागिरी यसो है धौलागिरी रेन्ज है यो है हजुर 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 ल दाइ है त गयो है निस्कियौँ हामी पनि हाम्रो बाटोमा। केटाहरू अगाडि अगाडि गइसक्यो। एउटा मार्केटमा एउटा भिडियो चोपिलो रिल्स हालियो होइन मार्केट तताउने भयो त्यो ल्याएर तेरिका त्यो भिडियोले मार्केट खान्छ कि नरेश। यो चाहिँ फ्ल्याट रहेछ कि है सक्क है प्लेन जग्गा क्या है। फोटो हेरे त हेरे बाफ्रे के खाए मार्केट खाए ताते फुल कस्तो मिठो बास आएको है। आहा यार यस्तो हुन्छ केटा तिमीहरूले अनुभव गरेका छौ कहिले ट्रेकिङ रुट मान्छेहरूले देखेकै हुन्न नि त प्राय अनि यस्तो हुन्छ यस्तो एक्सपिरियन्स गर्न पाइन्छ। हिमाललाई चुई हेर्दै जता फर्किए नि हिमाल जङ्गल यस्तो राम्रो छ फेरि होइन वाउ इट्स अमेजिङ यार। मोरे डाँडाबाट हामी तल गोरेपानी झर्दैछौँ है। नमस्कार दाजु, 3 पोखरी आइयो। हजुर सर। ल गोरेपानी कहाँ अरे? पुनिल भन्यो नि त्यही है। के कटेज हजुरको? टिसप। 3 पोखरी टिसपमा छौँ हामी है। 1 घन्टामा पुनिल उ त्यही देखेको त्यही भ्यू पोइन्ट देखेको थिएँ नि अहिले होइन त्यही ट्याक्कै फास्ट नि है टाइम Thank you, brother, for the service. It was very nice service. We have a good cup of tea. Yes, sir. I have seen here some of the mountains. Can you explain me which mountains are they? Yes, sir. That there is a Nilgiri mountain, sir. That one, yeah? Yes, that is South Annapurna. South Annapurna. And this is Annapurna. Annapurna, that one, or the small one, yeah? Yes, sir. Oh, it's very nice place. Yes, thank you, sir. It's a beautiful place. Thank you for your service. Nice to meet you. Bye bye. Visit you. Okay. कस्तो गएको यता माथि मोरे डाँडाबाट थोरै तल झरिसकेपछि चाहिँ हाम्रो दाजुको यहाँ चाहिँ रेस्टुरेन्ट रहेछ। नमस्कार है सबैजनालाई। आरामै हुनुहुन्छ नि? ठाउँको नाम 3 पोखरी ठाउँ हो, सबैलाई थाहा छैन। हजुर अब मोरे डाँडादेखि यता अब सबैजना उहाँ चाहिँ युवा पनि हुनुहुन्छ। उहाँ चाहिँ पोखरामा चाहिँ 12 क्लियर गरेर आफ्नै गाउँमा चाहिँ बाजेले चलाइरहेको रेस्टुरेन्ट चाहिँ मैले हाँक्नुपर्छ, मैले चलाउनुपर्छ, मेरो देशमै चाहिँ केही गर्नुपर्छ भनेर चाहिँ उहाँ चाहिँ लाग्नु भएको छ होइन। देशमै एउटा रोजगारीको सिर्जना चाहिँ आफैले गर्नुभएको छ। केही भन्न चाहनुहुन्छ लास्टमा? ट्रेकिङ भनेको सबैले हाइकिङहरू गरिराख्नुपर्छ। हामीले अहिलेको यो नेचरमा हामीले ट्रेकिङ गर्दाखेरि हामीलाई धेरै फाइदाहरू हुन्छ, शरीरको लागि पनि दिमागको लागि पनि। त्यही भएर सबैजना एकचोटि यो ठाउँमा प्रकृतिसँग रम्नु होला भन्न चाहन्छु भाइ। हस् धन्यवाद है त। धन्यवाद भाइ। ल बाई है त। अरे हामी निस्किन्छ भयो अब है। ल है त ब्रदर। बाई बाई। Bye bye. See you tomorrow. Okay. tomorrow
सी यू सुन केटाहरू गइसक्यो के अरे है अगाडि ल ल ब्रो ल बाई ल ल फोन नम्बर छ के अरे होइन ट्याक्क त्यो टेन्ट लिन आउँदा फेरि होइन फोन गर्नु है ल ल बाई लास्ट ठाउँमा चाहिँ देखिने है हामी चाहिँ यहाँ यो मोरे डाँडाबाट थोरै तल झरिसकेपछि यहाँ एउटा ब्रदरको रेस्टुरेन्ट रहेछ चिया खाइयो अनि बिचरा मेहनती मान्छे हुनुहुँदो रहेछ पोखरामा पढ्नु भएको रहेछ +2 गरिसकेपछि चाहिँ विदेश जाने भनेर बस्नु भएको रहेछ अनि त्यसपछि चाहिँ यहीँ नेपालमै केही गरौँ न भनेर चाहिँ लागेर चाहिँ आफ्नो बाजेले चलाइरहेको रेस्टुरेन्टलाई चाहिँ अहिले चाहिँ आफैले चलाउन लाग्नु भएको रहेछ थोरै कन्सेप्टहरू चाहिँ हामीले पनि दियौँ होइन अब बस्नको सेवा सुविधा रहन्छ अनि रुमहरू बनाउनलाई पनि चाहिँ काठ काट्नु पऱ्यो ठुल्ठुलो लगभग घरै बनाउनु पर्छ अहिलेलाई चाहिँ टेन्टबाट सुरुवात गर्नुहोस् होइन अब टेन्टमा त धेरै खर्च पनि लागेन 4-5 हजारमा एउटा टेन्ट आउँछ 5वटा टेन्ट ल्याउनु भयो भने त 5 ग्रुप बस्न मिल्छ अथवा चाहिँ भनौँ न त्यहाँ त बस्ने माहौल भएपछि त अलिकति त्यहाँको व्यापार फ्लो पनि बढ्छ भनेर त्यसरी चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ मोटिभेट गऱ्यौँ सल्लाह दियौँ होइन धेरै राम्रो हुनुहुँदो रहेछ उहाँ भाइ पर्नुहुँदो रहेछ हाम्रो चाहिँ 27 वर्षको यङ मान्छे होइन आफ्नै देशमा केही गर्छु भनेर यो म्याग्दीको चाहिँ होइन म्याग्दीको यो गाउँमा यो घोरेपानीमा एउटा रेस्टुरेन्ट चलाएर बसेको मान्छे भनेर हामीले थोरै कुराहरू गरियो उहाँसँग खुसी लाग्यो सो अहिले चाहिँ हामी घोरेपानी पुनिल हुँदै पुनिल चाहिँ हामी पुग्दैनौँ घोरेपानी गएर अब घोरेपानीमा हामी घोरेपानी गएर बस्छौँ है आजको भ्लग चाहिँ हामी घोरेपानीसम्मको हुन्छ त्यसपछि पार्ट 3 आउँछ यो चाहिँ एपिसोड वाइज चाहिँ आइरहेछ भिडियो कस्तो लागिरहेछ कमेन्ट गरिदिनु होला प्रतिक्रिया केही दिनु होला अनि च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने कमेन्ट गरेर सल्लाह सुझाव केही छ भने दिनु होला डिजेबी भ्लगले माया गर्नु होला भन्दै अगाडि यहाँ मन्दिर जस्तो चाहिँ एउटा भन्ज्याङ छ यस्तो ठाउँमा फेरि ढोगेर हिँड्नुपर्छ कि केही न केही आस्था विश्वास हुन्छ यो यस्तो ठाउँहरूमा नरिस पछाडि आइरहेछन् केटाहरू अगाडि हिँडिरहेछन् कति आयो हामी 45 मिनटमा आयो नरेश 45 मिनटमा 1 घन्टामा आइपुग्यो यो ठाउँमा है घोरेपानी पुनिलको ट्रेकिङ ट्रेलमा छौँ हामी केटाहरू बसिरहेछन् ताडी केटाहरू आउँदैछन् कोही मौसम यस्तो दामी भइरहेछ हिमाल चाहिँ छेकियो अब लगभग हामी चाहिँ अब पुनिलमा चाहिँ गइयो जहाँ हामी यता सिधै हामी घोरेपानी गएर लास्टै भोक लाग्यो हामीलाई गएर खाना खाने भन्ने कुरो भयो घोरेपानी गएर केटाहरू पछाडि आउँदैछन् हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्छौँ होइन यो ठाउँमा चाहिँ यो चाहिँ हाम्रो वैज्ञानिक महावीर पुनको गाउँ हो होइन केटा हो हजुर वैज्ञानिक महावीर पुनको गाउँ हो यहाँ चाहिँ माथि अलि माथि पानी सब 4G 3G 5G सबै चल्छ यहाँ सबै चल्छ छैन पोखरामा बत्ती जान्छ होला तर यहाँ बत्ती जाँदैन है यति कुरा बुझ्नु होला खानेकुरा तपाईँले अब लेक साइडमा भन्दा धेरै पाउन सक्नुहुन्छ उस्तै पऱ्यो यता अर्ग्यानिक फेरि पुरै चिसो ठाउँको आउँदैन होला म चाहिँ हिजो भात दबाएर खाइयो के अरे है उहाँले चाहिँ आफ्नो ठाउँ चाहिँ राम्रो बनाएर छोड्नु भयो माथिपट्टि चाहिँ इलेक्ट्रिसिटी छैन तर पनि चाहिँ सोलर छ सोलर भए पनि चाहिँ मजाले लाइटहरू बल्छ मोबाइलहरू चार्ज गर्न पनि मिल्छ वाइफाई पनि छ होइन यो चाहिँ घोरेपानी पुनिलको ट्रेल हो हामी यहाँ छौँ अब यतापट्टि छ यहाँ टावर छ त्यही भएर यहाँ चाहिँ एकदम आनन्दले हिँड्दाखेरि हुन्छ नेटवर्क चलाउँदै वाइफाई चलाउँदै आउँदैछन् केटाहरू
गोरेपानी अब यहाँबाट हामीलाई अब 15-10 मिनटमा पुगिन्छ तल। ल जाउँ न रहेछ। हामी चाहिँ हिँडिरहेको छ होइन, यस्तै छ, थकित पनि भइरहेको छ। अनि हाम्रो किरण साथीलाई हामीले मिस पनि गरिरहेको छौँ। अनि किरणले चाहिँ फोन गरेको थियो अघि, टावर यहाँ प्रशस्तै काम गर्छ एकदम मजाले, 4G चल्छ सबै। अनि म्यासेन्जरमा कुरा भएर अनि किरण भाइको चाहिँ यहाँ एकजना दाइ हुनुहुन्छ चिनेको, अनि उहाँको चाहिँ गेस्ट हाउस यहीँ छ, पुन हिल गेस्ट हाउसमा गएर हामी चाहिँ गोरेपानीमा गएर चाहिँ खाना खान्छौँ। यहाँ यस्तो गेट छ है, गोरेपानी वेलकम गरेको छ, यस्तो राम्रो छ यहाँ। लाली गुराँस पनि फुलिरहेको छ। लाली गुराँस चाहिँ खासै हेर्नु पाइरहेको छैन, अलिक चाँडै भयो हामी है। ए यो नि यहाँ त सेवा सुविधा राम्रो रहेछ नि त्यहाँ त, त्यही त है। हिँड्दा छ गोरेपानी आइयो लगभग लाली गुराँस। यो चाहिँ लाली गुराँस फुल्ने टाइममा चाहिँ यो बनै पुरै लाली गुराँसले भरिन्छ पुरै। यस्तो मजाको रुट छ यो। के फुल हो यो सेतो, कस्तो मजाको ठुल्ठुलो फुलेको कि है त्यो है उति है, त्यो अर्को फुल हो लाली गुराँस। यस्तो छ कि यहाँको नजरिया, फेरि यस्तो भिआइपी एरिया रहेछ कि त। यस्तै मजाको बजार रहेछ है। यो सुपर भ्यू होटल है यो चाहिँ। भेराइटी है, एउटा पहेँलो छ, एउटा रुख, एउटा चाहिँ पुरा हरियो छ, कलरफुल भएर बस्छ। पुन हिल गेस्ट हाउस दाइलाई हामीले पहिल्यै फोन गरेर कल गरेको थियौँ। खाना पनि अर्डर दिइसक्यौँ भर्खरै गरेको त, को हुनुहुन्छ पनि। पुन हिल गेस्ट हाउस आइयो केटा होला होइन अरे, धेरै कन्फ्युजनको बावजुद खाना खाने रेस्टुरेन्ट यही हो भन्ने निष्कर्षमा आयौँ हामी है। केटाहरू तल गएर नि फर्किए, अब चट्ट खाना खाइन्छ। नमस्कार हजुर, म पोखरा फोन गरेर उहाँ भाइलाई फोन गरेर दाइलाई फोन गर्न लाएर गरेको, झन् हामी त धन्नै तल गएको। ल पुन हिल गेस्ट हाउसमा आइयो, अब हामी खाना खाइन्छ दिदीको गेस्ट हाउसमा। केटाहरू थकिए निन्द्रामा बसिरहेछन्। टिपिटी के हेरिरहेको हो, सिग्नेचर हानेको हेरे हो, डिजेपीको नि एउटा दिनुपर्छ क्या, त्यो चाहिँ म्याक्सिमम हुन्छ। ल है खाना आयो हाम्रो यो पुन हिल गेस्ट हाउसमा आउँछौँ हामी।
दाइकोमा खाना आइपुग्यो हामी खाना खान्छौँ केटाहरू खाना खाँदैछन् सुपिलो खाना खायो ल हाने ल खाना आयो तातो तातो खाना आयो है त ल गाइस खामै ल मिठो नमिठो है खाना फाले गरे त केटा कसले हो खाना फाल्न पाइएन अब पुनिल गेस्ट हाउसबाट हामी अब लाग्छौँ हाम्रो यात्रातिर अब यात्रा भनेर हाम्रो पोखरातर्फ हुन्छ कहाँसम्म पुगिन्छ सायद तल बस्न पनि सकिन्छ हामी यहाँ घोरेपानीबाट दिदीको पुनिल गेस्ट हाउसबाट हामी चाहिँ लाग्यो है त केटाहरू पनि सामान मिलाउँदैछन् ल किन भाइ प्याकेज कति छ दिदी हजुरको ए हजुर भेज खाना 1000 ए अनि रुमको बेलुकी खाना रुम भोलि बिहान चिकन खाना 1200 घोरेपानी आयो प्याकेजमा आयो बिहान ब्रेकफास्ट पनि आयो तर फेरि यो ठुलो ठुलो होटलको अलिक महँगो हजुरको दिदी नम्बर भनिदिनु त मुख्य नम्बर 9846 हजुर 984002 ल आउनुभन्दा त पहिला चाहिँ तपाईँहरूले कल गरेर आउनु भयो नि दिदीले खानासाना यताउति म्यानेज गरेर रुमहरू यताउति एभाइलेबल हुन्छ कि हुँदैन एकदम राम्रो चाहिँ छ यहाँको चाहिँ माहौल है यो राम्रो छ रेस्टुरेन्ट पनि अब हामी निस्किन्छौँ यो पुनिल गेस्ट हाउसबाट नम्बर यहाँ पनि छ है यो भिडियोलाई पज गरेर हेर्न सक्नुहुन्छ ओ गणेशजी हजुर यल्ला हबिबे यल्ला है त हालिहाल्छ नि घोडामा यात्रा गर्दैछन् है विदेशी हाम्रो पर्यटक घोडाको सुविधा नि छ यहाँ कोही अलिकति हिँड्न नसक्ने मान्छेहरूको लागि गुड नाइस होइन मजाले घोडामा है हेलो हाई हेलो कति राम्रो राम्रो मान्छे है हल्का हल्का मान्छे बुढोले हेरेर रियल काटे के बुढो तिमीले लिने नमस्ते नमस्ते नरेशलाई फ्लग पाउँछन् है यिनीहरूले चाहिँ फेरि यस्तो कलाकारी निष्ठाको कमाल रहेछ यो घोडाको है रोकेको के उसले जान्दै ल आइज यिनले जानेर चाहिँ एउटा घोडा हाँक्छ यिनले पनि ल जाउँ अन्तिम मौका घोरेपानी ट्रेल रुटमा हिँडिरहेको छौँ हामी है खाना खाएपछि तल झर्दैछौँ यात्रा हाम्रो उल्लेरीतिरको अब पोखरातिरको यो त एकदम मजाको रुट रहेछ यहाँ आनन्द आइरहेको छ हिँड्न पनि विदेशी पर्यटकहरू पनि मजाले हिँडिरहेको छन् है घरहरू पनि मजाको छ ल म यहाँ एउटै हानिदिन्छु नि त बसा नि त पोज दियो यो भिडियो हो यो भिडियोलाई फोटो मान्न पनि सकिन्छ कि हामीले है त रुट एभ्रिथिङ होटेलदेखि लाएर सबै कुराहरू यहाँ चाहिँ नियमदेखि लाएर यो घोरेपानी पुनिलको गेट रहेको छ हामी तल जाँदैछौँ घोरेपानीबाट खाना खाएर फर्किँदैछौँ फोटो खिच्दैछन् ल
हिँडिरहेको छ है हामी चाहिँ आनन्द आइरहेछ घाम पनि लागिरहेछ लाली गुरास पहाडों की नीचे लाली गुराँस हेर्दैछन् केटाहरूले जङ्गलै लाली गुराँसको होइन कति हेर्ने थाक्यौ होइन तिमीहरू थाक्यौ लाली गुराँसको जङ्गलमा आएर थाक्यौ होइन साँच्चै 2 घन्टा लाग्ने हो कहाँसम्म बनठाटीसम्म ठिक छ अब जाने नै होला लाली गुराँस फुलिरहेछ हामी गोरे पानीबाट तल झर्दैछौँ दाजु यो ठाउँलाई के भन्छ अरे ए नाङ्गे ठाडी है यो कास्की पर्यो है कहाँबाट म्याग्दी छुट्टियो दाइ सिमानाबाटै छुट्टियो है हामी त अलि यहाँ आसी फेरि कास्की रहेछ यो चाहिँ कास्की पर्यो घोरे पानीबाट थोरै तल छौँ हामी नाङ्गे ठाडी लाली गुराँस फुलिरहेछ यो चाहिँ कास्कीमै पर्दो रहेछ है यस्तो मजाको ठाउँ घोरे पानीबाट झरियो 2 घन्टा 3 घन्टा कति 2.5 घन्टा लाग्यो होला सायद 3 घन्टै लाग्यो कि ए तपाईँ लिन आउनु भयो हामीलाई भाटाहरू भन्नुभयो रहेछ उहाँ त हामी त जाने कि नजाने पनि फिक्स छैन अनि कसरी लिन आउनु भयो त नि हामीले उहाँले त्यही भने हो त फिक्स पुरा भयो र भएन बनठाटी आइयो हुन्छ आउँदैछन् यहाँ हामी कति बजी हिँडेको अरे 9 बजी हिँडेको है माथि उबाट कोखेबाट 9:45 कि मोरेबाट कोखेबाट है कोखेबाट 9:45 मा हिँड्यो लगभग 10 बजे अहिले ठ्याक्कै 5:55 भयो 6:05 छ गाडीहरू पोखराको लागि यहाँ रेडी भएर बसेका छन् तर हामी चाहिँ यतै बस्ने कि भन्ने कुरो नि छ केटाहरू के गर्छन् हामी यहीँबाट छुट्टिएको हो माथि गएको हो यो बनठाटीबाट 360 भ्यू हान्दियो फाइनल्ली कोखे डाँडा हुँदै मोरे डाँडा झरेर पुनिल घोरे पानी हुँदै घुम्दै यताडी आइयो एक राउन्ड हान्नियो विवेक कस्तो लागिरहेछ तिमीलाई सर्ट एन्ड स्विट दामी ट्रिप भयो है मस्त यही बाटो भएर यही बाटोमा आइयो धेरै मजा आयो है डाँडा काँडा लास्टै इन्जोय गरियो हामीलाई भ्यूले पनि साथ दियो मौसमले पनि है भ्यू खुल्यो खै केटाहरू आइपुग्दैछन् है के हो गणेश जाने कि बस्ने हो सल्लाह गर्दैछन् यही बाटो त एकवटा रोटी पकाइएन त नि है सरलक्कै गाडीको गुर्जी अब यहाँ गाडी लाइन छन् पोखराको लागि माथिबाट ट्रेकरहरू आउँदैछन् हिजो हामी यही गाडीमा आइयो 7,500 मा आज फेरि सरले 7,500 भन्नुभयो हामी त यहाँ चाहिँ यसो चाहिँ यतै बस्ने भोलि बिहान चाहिँ लोकल गाडीमा जाने भनेर बसेको छ भाडा नि कम लाग्ने होइन र के छ के हो हुन्छ बेस्ट अफ बेस्ट नभए जाउँ जाने भयो भने घरै पुगिन्छ टेन्सन छैन फेरि सुतिन्छ नि अन्त एकछिन डिस्कस है त विल टेक सम टाइम है ल हाम्रो चाहिँ जाने निर्णय भयो है पोखरा जाने निर्णय भयो गाडी लिन आइसकेको रहेछ हामीलाई केटाहरू गाडीमा पनि चढिसके कस्तो भयो केटा ट्रिप बोल्न सकेन त किन थकिदो मुद्रामा
गाह्रो छ नि केटा हो ट्राभल गर्न। यी आयो अगाडि यस्तो बस यसरी बसिएको छ होइन, घुमेर त आइयो तर बाटोको ब्लक भयो। सानो बाटो छ, वाइल्ड अफरोड छ है। यहाँ चाहिँ बाइक नलिकन आउनु होला सायद, सकेसम्म चाहिँ गाडीमै आउनुपर्छ। यहाँ चाहिँ यस्तो बाटो छ। भयो भयो र अगाडि दुईवटा गाडी छन् है, एउटा टिप्पर एउटा बस। हामी पछाडि ढिलो खाँदै ओभरटेक गर्न मिल्दैन। लास्ट वाइल्ड अफरोड छ है। यहाँ सकेसम्म चाहिँ गाडीमै आउँदा एकदम राम्रो हुन्छ। बेस्ट अप्सन भनेको बाइकमा चाहिँ सिधीमिती नआउँदा एकदम उत्तम उपाय। बाटो वाइल्ड गान्द्रुकको 2x छ। घुम्दै फिर्दै आफ्नै एरियामा लास्टमा है आइयो। शिव यात्रा राम्रै भयो के अरे है। ठिक छ।